त ओए है त ओए हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजनालाई स्वागत छ। सो आजको भ्लगमा आज हामी चाहिँ उता घर जाँदैछौँ किनकि मेरो जिग्री दोस्त होइन एउटा चुतिया भन्ने दोस्त छ विदेशबाट होइन नेपालमै बसेर अस्ट्रेलियाको मजा लिँदैछु होइन। अस्ट्रेलिया त के भन्नु थाइल्यान्डको होइन। अनि त्यस्तो हामी चाहिँ होइन त्यसलाई सरप्राइज लाइक जाँदैछौँ। सो अब हेरौँ बाटोको नजारा होइन। अनि यहाँ हामी ओयल निगममा छौँ होइन। ओयल निगम पनि भन्छ तर एउटा चुतिया भाइ छ त्यसले चाहिँ आइरिगाम भनेर हुन्छ क्या। सो यहाँ ब्रोहरूले पनि कसैको रियाक्सन दिनु हुँदैछ। सो हामी होइन झिल्के टाइपको सो जाँदैछौँ। सो यहाँ बाटोमा छौँ। मौसम पनि च्वाक छ आज होइन। केटी जस्तै केटीभन्दा च्वाक त मौसम छ यार आज। त्यही पनि गर्मी त गर्मी नै छ कि अब हामीलाई जानुपर्ने हुन्छ किनकि ढिलो भइरहेको छ। हामीलाई जान पनि कति 2 घन्टा त लाग्छ होला होइन। अनि बाटोमा अब यस्तो सिमेटीहरू पनि हाल्दै जाउँला नि। गाइज यार यहाँ हेर्न सक्नुहुन्छ यार टिप्परवालाले सानो सर्भिसिङ गरेको छ यार। कालो त कालो धुवा पाल्दैछ। हाम्रो मुखै कालो भइहाल्यो यार कि मुखै कालो छ यार कि। होइन आज मौसम पनि चिसो चिल छ होइन। सो यहाँ अब यो कुन ठाउँ भन्छ ठाउँको नाम चाहिँ थाहा भएन। सो हामी बाटोमा चाहिँ सोध्छौँ। ल रिक्वेस्ट दोस्त के भन्न चाहन्छस् हाम्रो बन्ठा दोस्तलाई? बन्ठा दोस्तलाई मेरो जिग्री आएको छ त्यसलाई नै भेट्न जाऊ। सो हामी यहाँ जाँदैछौँ। कति टाइम भयो? टाइम कति भयो ब्रो? 2 बज्नु लाग्यो। 2 बजीसक्यो। हामी 3 बजीसम्म पुगिन्छ होला होइन। नयाँ ट्याटु हानेको मैले। ट्याटु प्रो म्याक्स अरे क्या। जाउँ अब। गाइज यहाँ पूर्वको सबैभन्दा पुरानो पुल हामी यहाँ कोशी ब्यारेजमा छौँ। क्रस पनि हेर्न म्याडम जी भन्छ नि त्यसलाई। यहाँ हामी आफै मुला सुतेर उठेर ठ्याक्क हिँडेको मान्छे होइन। एउटा मिम छ नि ओ आइसक्रिम वाले भैया कैसे है कितना रुपया है यहाँ। अनि सिद्धार्थ दोस्त हामी यहाँ पुगिसक्यौँ होइन। सो अहिले कति टाइम भयो? हामीलाई कति टाइम भयो आउन? 1.5 घन्टा भइसक्यो होइन। फ्रीमा खुवाउनुहुन्छ? ए यसो होइन भाइ सम्झेर होइन। हम गरीबों के पास पैसे ही नहीं है यार ब्रो। आइसक्रीम वाले भैया इधर आकर रोक दिए। ये बाइक के बदला तो आइसक्रीम दे दो। ओए ए मुला। सो गाइज अहिले चाहिँ अब हामी घरतर्फ जाँदैछौँ। सो के त राइड गर्ने? ल रिकेशले कुदाएर अब म चाहिँ मस्त चिलमा सक्छ केटीहरूलाई हेर्दै जानुपर्ने हुन्छ हामीलाई चाहिँ होइन। सो हामी अब कोशी ब्यारेजमा छौँ। मैले कति टाइम भयो? सो 3 बज्न लाग्यो। सो अब हेरौँ कति टाइम लाग्छ हामीलाई पुग्न। सो पुगेर फेरि भेटौँला नि त। बाटोमा हल्का फुल्का अब भयो भने होइन यसो नजाराहरू पनि देखाउँला। तर केही छैन अब हेरिराख्नु। सो गाइज यहाँ हेर्न सक्नुहुन्छ हामी ट्राफिकको चङ्गुलमा पऱ्यौँ होइन। झन्नाले यहाँ यो यतिले गर्दा पनि 10 रुपियाँ सिट भन्नु बा के भन्नु यार होइन। यो खोलेर आऊ फालेर आऊ अनि मात्र बिलबुक पाइन्छ अरे होइन। ल ठिक छ बिचरा हामी स्याटरडे यसो साथीलाई भेटौँ भनेर निस्केको टाढाबाट निस्केको यार। सरहरूले पनि बुझिदिनु भएन यार। यो चाहिँ भएन क्या। यहाँ रिकेशे चाहिँ आफ्नो पुरै त्यो के भन्छ त्यसलाई मन जतनले निकाल्दैछ। के भन्छु मेकअप उतार्दैछ। मेकअप होइन सिङ्गार। यसलाई क्लिप लगाइदिएको छैनस् कि आज? अनि यो रिसायो सायद। हामी आफ्नो गाउँघरतिर पुगिसक्यौँ। सो यहाँ अलिसम्म छ पछाडि। अनि हाम्रो गाउँघरको यो नजारा यस्तो दामी छ होइन। ग्रिनी होइन। यहाँको हावा नै फेरि यस्तो टेस्टी छ नि हेर्न सक्नुहुन्छ। आजको भ्यू पनि तगडा छ। यतातिर जाँदैछु ट्राफिक मामाले चाहिँ हानेन होइन। गाह्रो ठिक छ हामी चाहिँ सिधै अब बन्ठाको घर जानुपर्ने हुन्छ होइन। सो यता हामी यहाँ
ट्याङ्ग्रा पुल अनि ट्याङ्ग्रा पुलमा पनि यहाँ अन्डरग्राउन्ड चाहिँ बनिसकेको रहेछ कल्भर्ट भन्ने चिज होइन सावधान कति तारिफ गर्ने आजको मौसम होइन धेरै दिनपछि हामी यहाँ फतेहपुर बजार आएको छौँ सो बजार पनि कस्तो स्याटरडे भएर आज सुनसान अगाडि होला हौ ह्याप्पी बर्थडे बन्ठा लेख्दैछौँ है माइन्ड नगरे दोस्त यही यहाँ हामी यहाँ फतेहपुरको मेन चोकमा छौँ सो यहाँ अनिस प्रो छ सो यो चाहिँ हाम्रो विकेश दोस्तको साथ पार्टनरको होइन यहाँ केक रेडी हुँदैछ पुरै लेडिजवाला केक चाहिँ ल रिकेश स्पोन्सर हो अनि यो चाहिँ टोप्पा है खै त टोपी खतरा लाग्दैछ सर के जस्तो मेरो बर्थडे होइन ह्याप्पी बर्थडे अनिस ब्रो ह्याप्पी बर्थडे दाइ गाइस अहिले त दोस्तलाई पनि थाहा छैन कि हामी आएको छौँ भनेर त्यहाँ चाहिँ त्यसको घर छ होइन अनि हामी चाहिँ रोडमा छौँ होइन त्यसलाई चाहिँ हामीले भनेको छौँ कि अब अहिले आउन पाउँदिनँ छुट्टी छैन तर त्यसलाई सरप्राइज दिनलाई आएको छौँ हामी चाहिँ सो यहाँ अब रिके चाहिँ के कल लाउँदैछस् लाग्दैछ है त सुनौँ के भन्दो रहेछ साला फोनै उठाउनु हेलो ए भाइ फोन उठाउन के गरिरह हुन्छस् हौ गाउँमा कोचिरह हुन्छस् मोबाइल ठिकसँग बोल्दै बस्छु एकचोटि पुलतिर हेर त ब्रो छतबाट हेर्न मुची यहाँ छ व्हाइट कलरको टी सर्ट हेर्नु हुँदैछ यहाँ निस्किन रोडमा सरप्राइज हल्का इङ्ग्लिस झाटिम वी आर इन जस्ट आवर लोकेसन होइन सो म अनिस प्रो चाहिँ यहाँ छौँ के बा हिरो लागेपछि त्यत्रो के केटाहरूको त यहाँ स्मेल आइरहेछ होइन पुरै नयाँ यहाँ आइसक्यो होइन बन्टा रे बन्टा ह्याप्पी बर्थडे दोस्त यसरी के छ दोस्त मोटाइस् त आजकल हाइट बढेको बढ्यो न दोस्त यार के छ त हालखबर भन्छ ठिक छ सरप्राइज एक्सपेक्टै थिएन मलाई ए यो टोपी लाउनु है बिर्सिए अहिले रुक न अहिले एकछिनमा लाउनु पर्छ होइन यो लगाएर पुग्दैन ए रिकेश आउँछ विराट नरहटा सन्दीप आउँछ भनेर खासमा मैले एक्सपेक्ट गरेको छु ल ठिक छ दोस्त यार भन्नै पर्दैन होला किनकि मलाई थाहा छ तिमीहरूको के छ भन्न हाम्रो त यार हेर त सन्चै छु कारी भइहालेको छस् अनि अनिस ब्रो के छ त अनिस ब्रो आजकल कतिको के चल्दैछ त घरमा के चल्छ फर्स्ट दैट बिग सरप्राइज हम लोग भी सरप्राइज हुए ये तो फुल सरप्राइज तुझे देखा तो ये जाना सनम ए टोपा लाउ मलाई के थाहा छैन ल है त अब सिबिर हान्नु त यसो होइन अनिस ब्रो आजकल डिप्रेसनमा छ डिप्रेसन होइन डिप्रेसनमा छ फुल ह्यान्डसम एउटा अझै सिङ भएको भए चाहिँ अलि सुहाउँथ्यो होला ल है त ओए है त ओए birthday to you happy birthday ओए दोस्त आगोलाई नजिक नलगाइ हेरेको छस् नि कसको माथि हाल्नु छ तर मेरो हात छोड्दै छोड्दै नदे
फेरि लगा लगा भाँचिहाल्यो मुखमा चाहिँ नलगा होइन पिम्पल निक्ला देख्ने निका ल है त दोस्त अनि लगाइदिनु छोड्दै के लाउनु ल है त घर से बाटी लाग्यो रे घर से बाटी लाग्यो हाम्रो के खान्न होइन के खान्न के खालि बियर मात्र खान्छ होइन सो वी गाइस आर सेलिब्रेटिङ उसका बर्थडे इन आवर लोकेसन अनि भाइहरू चाहिँ यहाँ पुरै अघिदेखि स्माइल गर्दैछ के यो ढुङ्गाले कसको टाउको फुट्नलाई बिहे गर्छ त्यसको टाउकै फुटाइदिनु फोन गरिदियो 1-2 बजे राति को दिन ए कति बजेको थियो र केटाहरूको यहाँ डिस्कसन चल्दैछ सो अब हामी पनि जाने होइन किनकि बेलुका बेलुका अब यसलाई के निकाल्नु होइन अब यो लड्की जस्तो घरमा बस्ने मान्छे होइन होइन सिद्धार्थ अब हामीलाई जानुपर्ने हुन्छ धेरै टाढा होइन पुगेपछि अब डेस्टिनेसनमा होइन कस्तो यात्रा सफल रहोस् हाम्रो होइन अब हालै पो त तपाईँहरूले हेर्नुहुन्छ होइन अब त्यही हो अनिसरो चाहिँ धेरै साइलेन्ट भएको छ यार आजकल त्यो मलाई मुझसे देखा नहीं जा रहा है जस्तो बुझ्ने पानी पिउँदैछ होइन प्यास लाग्यो यहाँ अङ्कलले चाहिँ पानी पिलाउनु हुँदैछ अङ्कललाई पुण्य हुन्छ यहाँ जाँदैछ रेट घटेको हो झन् विराटनगरतिर झन् हल्का हल्का 6.5 लिटर यार 6.5 लिटर यार 5 लिटर आउँदैन अहिले टाइम कति भएको छ दुध घडी त 6:40 6:40 हुँदैछ अब हामीलाई कति 7:40 सम्म पुग्नु पर्यो त्यहाँ टाइम छँदैछ 6 के भन्छ 6 लिटर गयो नि त 6:44 यहाँ पनि त्यस्तै यहाँ चाहिँ हामी जाँदैछौँ किरा उब्बर उठ्दैछ यार भाइजार फेरि नाइट भिजन छैन गाह्रो नाइट भिजन ग्लास मगाउनु पर्यो यार एउटा तर पैसै छैन देख न यता कहाँ के पेट्रोल हल्का पुरै उटुङ टुटुङ भएको उटुङ टुटुङ त्यस्तो क्या भोसडीको मुखमा लाग्यो ए यसरी अन्त यसरी नै पक्रेको थियो So guys, finally Masalam is over and also stay over and so रातिको सायद सर्भिस आएर आज भगवान